सेउ नाम्सिवल नेलकली र आज हामी केही 5 शब्दहरूलाई सुनुवार भाषामा के भनिन्छ त्यो कुरा जान्नेछौँ र सधैँ गरी म भन्ने गर्दछु ठाउँ अनुसार शब्दमा भिन्नता हुन जान्छ मिले नमिले तपाईँले कमेन्टमा प्रतिक्रिया दिनु सक्नुहुन्छ र हामी सुरु गरौँ पहिलो शब्द जुन चाहिँ छ दैलो अथवा डोर र हाम्रो खोइँचलोमा यसलाई हामी भन्छौँ लाफ्चो र दोस्रो शब्द छ स्काई अथवा आकाश र यसलाई हामी सुनवार भाषामा सरिङ भनेर भन्दछौँ र तेस्रो शब्द छ फोटो अथवा तस्बिर र यसलाई हामी हाम्रो खोइँचलोमा तस्कुल भनेर भन्ने गर्दछौँ र चौथो शब्द छ क्लोथ अथवा लुगा र यसलाई हामी हाम्रो खोइँचलोमा वा भनेर भन्ने गर्दछौँ र लास्टको शब्द छ क्लाउड अथवा बादल र यसलाई हामी हाम्रो सुनुवार भाषामा गसु भनेर भन्ने गर्दछौँ हुन्छ चेरेदुम